हेलो साथीहरु, स्वागत छ आज पनि फेरि नयाँ भ्लगमा। आज चाहिँ हाम्रो कोदो कुट्ने कार्यक्रम हुन्छ है। कोदो कुट्ने विषयमा छ। आज चाहिँ हाम्रो अस्ति नै कोदो टिपेर राखेको थियो अनि हामी चाहिँ भट्टामा गएको थियो साथीहरु। अनि हामी चाहिँ भट्टाबाट आएर अनि कोदो झार्न लागिरहेको छु है, हेर्नु होला। अनि तपाईहरु पनि जसलाई तपाईहरुलाई कोदो चाहिएको छ भने हामीलाई सम्पर्क गर्नु होला है। हामी चाहिँ कोदो बेच्नेवालामै छौं है। झारेर राख्छौं अनि हामी त्यसलाई बेच्छौं। तपाईहरुलाई चाहिएको छ भने तपाईहरुले सम्पर्क गर्न सक्नुहुन्छ हामीसँग। झारूले मात्रै पराले झार कुचो लिएर नि त अलि बढाले भने नहुन्छ कि भने कि भाइ यस्तो ओइ ओइ यो गरे झन् लेबर कोदो कुट्नको लागि हाम्रो चाहिँ यहाँ लिप्ने कार्यक्रम हुँदैछ। म चाहिँ यहाँ बढाले छु ल। हाम्रो चाहिँ यहाँ कोदो कुट्नको लागि यहाँ लिप्दैछन् दुईजनाले। मैले चाहिँ टक्क बढालेर सकिसकेँ। यहाँ चाहिँ लिप्नको लागि गएर के भयो यो माटो मसैले नभएर गभर्नमेन्ट लिन्छ पानी Two hours later. बुढीले चाहिँ माथिबाट कोदो झार्दैछ है। त्यही हो हाम्रो कोदो, यसपालि कोदो चाहिँ कुटेर बेचेर अनि यसको चाहिँ हामी चामल लिएर खान्छौँ। त्यो चाहिँ हामी यहाँ डिस्क्रिप्सनमा हाम्रो नम्बर राखिदिन्छु हैन। तपाईहरुले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यो कोदोको लागि चाहिँ तपाईहरु अब चामलसँग एक्सचेन्ज गर्न चाहनुहुन्छ भने पनि तपाईहरु सार्न सक्नुहुन्छ चामलसँग। हाम्रो अन्डा पनि छ है साथीहरु। यो चाहिँ हाम्रो लोकल पुरा गण्डा हो। अर्को उत्तापट्टि पनि छ साथीहरु, उता पनि छ, उता पनि लगेर राख्नु। यो उता पनि छ। यो हाम्रो यहाँ छ साथीहरु हाम्रो अन्डा। अनि यता पनि छ है, अर्को पनि छ है। त्यही गाई छ कोदो यसरी बोक्नुपर्छ। हाम्रो घरतिर चाहिँ बोकेको छु। लु मेरो मम्मी र मेरो बुढाले चाहिँ कोदो खनाउँदैछ गाईहरू। त्यसरी खनाएर अनि
सुकाउनुपर्छ अनि भरे बेलुका भरे 2-3 बाइटी आमतिर चाहिँ हामी कुटेर निफान्छौँ। ल साथीहरू यो चाहिँ कोदो सुकाएको है त। अब यसलाई सुकाएर 2 घन्टा पछि चाहिँ हामी कुट्नेछौँ कोदो। 2 hours later. सो साथीहरू हामी चाहिँ कोदो कुट्दैछौँ। धेरै धुलो उडेको कारणले गर्दाखेरि मास्क लगाएर छ हामी चाहिँ कुट्दैछौँ हामी। ल मेरो त आँखामा परेछ। क्या बोला तूने? चाहिँ मान्छेलाई यसको रक्सी पारेर चाहिँ खाएपछि ओपरे खायो भने मान्छे मार्नु नि सकिन्छ। यो त्यस्तो चिज हो। यसको रस खायो भने बिहेर्नु नि फर्किन्छ। यसको रस खायो भने बिहेर्नु फर्किन्छ। यो त्यही भएर हामीले कोरोना लाग्छ भनेर हजुर यस्तो गरेको हो। मास्क प्रयोग गरेको हेर्नुहोस्। टाउको ढिरिरी साप ढिरिरी हुन्छ। ल साथीहरू शाबास। हेर गाइज हामीले चाहिँ कोरोना खाजा खाँदैछौँ। यो अरूहरूले त रक्सी खान्छ होला तर हामीले त्यो खान्छ गाइज हो। हामीले रक्सी चाहिँ जन्मैदेखि खाएको छैन है। A few moments later. सबै दिनुपर्ने हावामा हावै नआएर के सेयर गर्नु पर्यो। यो के रे उड्ने फाल्मा हैन। ए यो उजहरु नगा घर ठोकरहरु राख्छ नि म। यो यता पनि के लाउँछ नि? के बिउलाई राख्छ हैन त्यो नजाने हो। बिउ त हाले यसरी राम्रै राख्ने। भाकाडेको त पुरा दियो। अब बेचेर पढाइ Enggak.
ल साथीहरू अब हामीले चाहिँ कोदो कुटेर अनि लगभग सकिन आँटिसक्यो साथीहरू। अब यसलाई चाहिँ निफनेर अनि यसरी केलाइसकेपछि चाहिँ यो कोदो केलाउने मेन चाहिँ म हो। यो कोदोको काम चाहिँ क्लियर हुन्छ हाम्रो। यो कोदो निफाल्दा नि गाइजहरु के रे बाँदर भन्दा नि बेसी हुन्छ। के गर्नु साथीहरू, दुःख गर्नु गाह्रो छ। निफालिरहनु भएको छ। यस्तो नगरीसम्म चामल भात खान पाइदैन हजुर, के गर्नु। 2 hours later. ल साथीहरू हाम्रो चाहिँ कोदो सकाएरै छोड्यो तर रातै पर्यो साथीहरू। बत्ती बाली यतातिर टक्कै यहाँ कोदो यो चाहिँ फाइनल है।